मेरो नाम सूर्यबहादुर गुरुङ, आँधीखोला गाउँपालिका 6 स्याङ्जा। म सुप्रिम कन्स्ट्रक्सनको प्रोप्राइटर। काम भनेको ढुङ्गा गिटी बालुवा साइडमा लाने काम गर्छु। मेरो नाम अनिल राई हो। मेरो परिवारमा 4 जना हुनुहुन्छ। मैले ट्र्याक्टर चलाउन लागेको 10 वर्ष भयो। मैले स्वराज ट्र्याक्टर चलाएको 3 वर्ष हुन लाग्यो। स्वराज 963 मोडल गाडी एकदम राम्रो छ, तनाइ राम्रो छ। गाडी 3 सिलिन्डर भएकै 60 हर्स पावर हो। जस अरू गाडी भन्दा अफरोडमा जस तनाइ पनि छ यसको। फुट कम हुन्छ, चलाउनलाई नि एकदम सजिलो छ। बाइ चान्स गाडी केही बिग्रिहाल्यो, अब मर्मतको लागि लान नसक्ने भइहाल्यो भने पनि सोरुमबाटै मिस्त्रीहरू पठाएर यहीँ घरमै गाडी साडी बनाउने यतात्यता भइरहेको छ। त्यो ट्र्याक्टर खोलामा चलाउन एकदम मजबुत, डिफेन्सर नठोकिने, एयर क्लिनर माथि भएको हुनाले, अरू ट्र्याक्टर भन्दा हेभी भएको हुनाले त्यो ट्र्याक्टर साह्रै मन परेर म त्यो ट्र्याक्टर किन्न निर्णय पुगेको। पहिला तपाईँको हाम्रो 4 व्हिल ड्राइभ नहुँदाखेरि अरू ट्र्याक्टरहरूको बहुल्यता थियो, बढी बिक्री भइरहेको थियो। स्वराजको 4 व्हिल आइपुग्यो मार्केटमा। स्वराजले 3 सिलिन्डरमा 65 एचपीमा 3 सिलिन्डरमा 4 व्हिल लिएर आयो ह्याभीमा। अनि त्यसपछि तपाईँको 6 वर्ष वारेन्टी, अनि ग्राउन्ड क्लियरेन्सहरू अलिकति हाइट, अनि गाडी पनि अरूको भन्दा ह्याभी। अनि त्यसको कारणले गर्दाखेरि ग्राहकको रोजाइमा चाहिँ पर्न गएछ। स्वराजको यो विशेषताले गर्दा पहाडी एरियामा यसको माग बढ्दो छ। हाम्रो कम्पनीमा हेभी इक्विपमेन्टहरू छन्। स्वराज ट्र्याक्टर 963 4 व्हिल ट्र्याक्टर पहाडमा तनाइ राम्रो, तेल कम खाने, पारपूर्जा सस्तो पाउने भएको हुनाले हाम्रो आम्दानीमा राम्रो भूमिका खेलेको छ। मसँग 2वटा स्वराज ट्र्याक्टर छ, अझ मैले 2बाट 4 थप्ने मेरो योजना छ।